Hello, Sewaro, and welcome to my another mini vlog to everyone. And thank you so much for watching my videos. हजुर सबैजना सन्चै सुबिस्तै हुनुहुन्छ होला र आज चाहिँ म सानो काम लिएर चाहिँ बजार आएको थियो र बजारमा चाहिँ मैले मेरो ट्राभल पार्टनर भेटेँ र उहाँले चाहिँ भन्नुभयो लु आज हामी आउटिङ जाउँ धेरै दिन बाद गएको छैन भन्ने भएर चाहिँ हामी तादुङतर्फ लागेँ है र तादुङतर्फ लाग्दाखेरि चाहिँ मैले तादुङमा चाहिँ आकाशमा चाहिँ एउटा बलुन देखेँ है र हतार हतार फोन निकालेर क्याप्चर गर्नु खोजेँ जुम गरी गरी क्याप्चर गर्दा पनि भएन है र मैले चाहिँ मेरो पार्टनरलाई सोधेँ कि यो चाहिँ के रहेछ हौ भन्दाखेरि चाहिँ उहाँले पनि मलाई भन्नुभयो है र मैले जुम गरी गरी हेर्दाखेरि चाहिँ यो बलुनले चाहिँ के देखाएको रहेछ एउटा मार्टको लोकेसन देखाएको रहेछ र त्यो चाहिँ के मार्ट रहेछ भन्दा चाहिँ रहेछ विशाल मेगा मार्ट र हाम्रो एरियामा पनि विशाल मेगा मार्ट आएको छ भनेर मलाई चाहिँ एकदमै आइडिया थिएन है र हजुरहरू कतिजनालाई पनि आइडिया छैन भने म चाहिँ तपाईँहरूको लागि यहाँ लोकेसन लगाइदिँदैछु लोकेसन चाहिँ रहेछ तादुङ एसआरएम युनिभर्सिटी साइन्स ब्लकको छेउमा रहेछ है विशाल मार्ट लागिसकेको रहेछ हाम्रो एरियामा सो हजुरहरू पनि भिजिट गर्नुहोस् होला र म चाहिँ नेक्स्ट टाइम चाहिँ जरुर भिजिट गर्नेछु किनभने मलाई विशाल मार्ट चाहिँ एकदमै मनपर्छ है र हजुरहरू पनि यहाँ भिजिट गर्नुहोस् होला साथीहरू रानीपुलमा चाहिँ एउटा खाना खाने ठाउँ छ अरे होइन जहाँ चाहिँ अचारको चाहिँ पुरा भेराइटी छ अरे त्यही भएर चाहिँ यहाँ खाना खानु आएको छु हो खास चाहिँ म यहाँसँग खाना खानु आएको थियो यहाँदेखि फेरि सिङताम जाउँ भन्नुहुँदैछ मेरो पार्टनरले सो अब यहाँ माम खाने कस्तो रहेछ हेर्छु अनि तपाईँहरूलाई पनि देखाउँछु राम्रो रहेछ भने हेरौँ अब भीम होटेल रहेछ हो त्यो हो यो यहाँ रहेछ भीम होटेल भएको छ अब हेरौँ यस्तो रहेछ लोकेसन चाहिँ दामी नै रहेछ रानीपुलको यता सिङताम पसेपछि त्यही बाटोमा रानीपुल पुल ब्रिज क्रस भएपछि चाहिँ हेरौँ प्लस खाना कस्तो पाउँदो रहेछ ओ वाउ हो रहेछ नि अचार त आमा के बेसी रहेछ हो रहेछ यहाँ चाहिँ पिकलको एकदमै बेसी रहेछ भेराइटी अब यो चाहिँ पनि खाँदा हुन्छ अरे हामीले होइन मैले तपाईँहरूलाई लोकेसन देखाइदिएको छु हेर्नुहोस् होला ट्राई गर्नुहोस् हामी पनि ट्राई गर्नु आँटेको छु वाउ यसरी मिलाएर राखेको रहेछ आम्मामा हो रहेछ डल्ले प्याज आम्मा के को अचार यो भेराइटी रहेछ माइ गॉड मेरो पार्टनर चाहिँ लोकल चिकन खानुहुँदैछ दामी रहेछ हो मेरो चाहिँ म चाहिँ अब भेज हो हेर्नुहोस् अब अचार चाहिँ कस्तो आउँछ हेर्दैछु है अचारको भेराइटी चाहिँ यसरी आउँदो रहेछ हो जुनै खाँदा पनि हुन्छ अनि अरू पनि माग्दा हुन्छ अरे सायद हामीले खानु मन पऱ्यो भने चाहिँ राम्रो रहेछ हेर्नुहोस् के खर्च रहेछ टेस्ट गर्नु पर्छ के हो अचार नखा बिस्तारै खान्छु नि एकपल्ट त्यो घुमाइदिनु नि मेरो चाहिँ मैले चाहिँ सबै माम खाइसकेँ हेर्नुहोस् त आमा क्या मजा आइदिने खानु दही पनि पाउँदो रहेछ दाल अचार र कोही पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने भीम होटेल भिजिट गर्नु लागि तपाईँहरूको लागि एक्ज्याक्ट लोकेसन हो रानीपुल क्रस भएर पेट्रोल पम्पको लेफ्ट साइडपट्टि छ है सिङताम जाने बाटोमा सो भिजिट गर्नुहोस् होला दामी देख्दैछ खै त मलाई त ए ट्राई कलरको रहेछ नि त ओके भनेपछि म चाहिँ यो बाटोमा हिँडेको धेरै भएको रहेछ र आज चाहिँ म विदाउट प्लानिङ सिङताम आइपुगिसकेको छु है अनि यहाँ चाहिँ घाम नलागे पनि धेरै गर्मी रहेछ र म चाहिँ एमजी मार्गसम्म मात्रै जाने प्लानले त्यही अनुसारको लुगा लागेको थियो त्यही कारणले होला एकदमै गर्मी भयो है र यहाँ आएर चाहिँ मैले आइसक्रिम फटाफट खाएँ अनि हामी दुई मेरो पार्टनर र म चाहिँ धेरै धेरै हामी इन्जोय गऱ्यौँ है उहाँको सपिङ थियो सपिङ पनि गर्यो सिङताम बजारमा होइन त्योहरूको चाहिँ मैले भिडियो बनाउनु पाइएन किनभने चाहिँ धेरै धेरै गर्मी भएको कारणले चाहिँ मैले चाहिँ केही भिडियोहरू बनाएन सो हामी दुईजना चाहिँ आफ्टर लङ टाइम भेटेको कारणले गर्दाखेरि चाहिँ धेरै इन्जोय गऱ्यौँ सो
यति भन्दै आजको भिडियो वाइन्ड अप गर्दैछु। सो यो सानो सिङताम बजारको टुर पनि तपाईँहरूले हेरिदिनुहोस् होला। अनि मेरो भ्युवर्सहरूलाई, मेरो फलोवर्सहरूलाई यो भिडियो मार्फत धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु कि मेरो भिडियो हेरिदिनु हुँदैछ, मलाई फलो गरिदिनु हुँदैछ, माया गरिदिनु हुँदैछ। र यस्तै सपोर्टहरू कन्टिन्यू राखिदिनुहोस् है, मलाई माया गरिदिनुहोस्। सो सी यु इन नेक्स्ट भिडियो, बाई बाई।